नमस्कार, सजिलो सोलुसन नेपाल प्राइभेट लिमिटेडको युआरको भिडियोमा तपाईहरुलाई स्वागत छ। आजको यस भिडियोमा यदि तपाई क्रोएसियाका लागि भिजा अप्लाई गर्ने सोच बनाइराख्नु भएको छ अथवा तपाईले क्रोएसियाका लागि भिजा अप्लाई गरिसक्नु भएको छ, वर्क परमिट आउने समय भइसक्यो, अझै पनि वर्क परमिट आएको छैन र वेटिङ गरिराख्नु भएको छ भने आजको यस भिडियोमा चाहिँ के कारणले गर्दा क्रोएसियाको वर्क परमिट आउनका लागि ढिलाइ भइराखेको छ र अहिले 2026 मा क्रोएसियादेखि वर्क परमिट इस्यु भएको छ कि छैन भनेर धेरैजनाले सोधिराख्नु भएको हुन्छ। आजको यस भिडियोमा चाहिँ मैले यो विषयमा क्लियर गर्ने उद्देश्यका साथ आएको छु। आउनुहोस् लागौँ अब भिडियोको विषयवस्तुतिर है त। सबैभन्दा पहिला चाहिँ क्रोएसियादेखि अहिले वर्क परमिट इस्यु भएको छ कि छैन भनेर सोधिराख्नु भएको हुन्छ। यो चाहिँ अहिले पनि तपाईको जुन क्रोएसियाबाट वर्क परमिट आउने क्रम जारी नै छ, तर जुन रूपमा विगतका वर्षहरूमा वर्क परमिटहरू इस्यु भइराखेको थियो त्यो रूपमा चाहिँ वर्क परमिट इस्यु भएको छैन। मार्केटमा फाटाफुट्ट 2-4वटा परमिटहरू देखिराखेको छ। हामीले पनि सबमिसन गराइराखेका छौँ र अरूले पनि सबमिसन गराइराख्नु भएको छ है त। अब दोस्रो नम्बरमा चाहिँ जुन क्रोएसियाको गभर्नमेन्ट रुल छ त्यो र तपाईको जुन क्रोएसियाको इमिग्रेसन रुल छ त्यो चाहिँ चेन्ज भएको छ। त्यो भएको कारणले गर्दा पनि तपाईको वर्क परमिट आउनका लागि समय लागिराखेको छ है। अब तेस्रो नम्बरमा हाई एप्लिकेसन भोल्युम, जस्तो विगतमा जुन मात्रामा नेपालीहरूले क्रोएसियाका लागि भनेर अप्लाई गर्नुहुन्थ्यो अहिले चाहिँ अलिकति धेरैजनाले नै अप्लाई गरिराख्नु भएको छ। यो कारणले पनि तपाईको वर्क परमिट आउनका लागि ढिला भइराखेको छ है। अनि चौथो नम्बरमा चाहिँ डकुमेन्ट भेरिफिकेसन डिले, जस्तो विगतका वर्षहरूमा तपाईको डकुमेन्ट भेरिफिकेसन नर्मली हुन्थ्यो। अहिले कतिपय कम्पनीहरूले चाहिँ तपाईले जुन पुलिस रिपोर्ट बनाउनुहुन्छ र क्रोएसिया एम्बेसीबाट अटेस्टेसन गराउनुहुन्छ त्यसको जुन ओरिजिनल हार्ड कपी हुन्छ त्यो हार्ड कपी पनि उहाँहरूले चाहिँ मागिराख्नु भएको हुन्छ। कतिपय कम्पनीहरूले चाहिँ मेडिकल रिपोर्टहरू पनि अनिवार्य चाहिन्छ भनेर मेडिकल पनि सुरुमै गराइराख्नु भएको हुन्छ। त्यो भएको कारणले गर्दा पनि तपाईको वर्क परमिट आउनका लागि ढिला भएको हुन सक्छ है त। अब पाँचौं नम्बरमा चाहिँ जस्तो वर्कर कोटा लिमिट, अब पहिला जुन रूपमा चाहिँ क्रोएसियाले नेपालीहरूका लागि कोटा छुट्याउँथ्यो त्यो भन्दा कम कोटा अहिलेको वर्षहरूमा छुट्याइराखेको छ। त्यो भएको कारणले गर्दा पनि तपाईको वर्क परमिट आउनका लागि चाहिँ केही समय लागेको हो। यस्तै यस्तै भिडियोहरूको अपडेट चाहनुहुन्छ भने हाम्रो सजिलो सोलुसन नेपाल प्राइभेट लिमिटेडको यो टिकटक आइडीलाई फलो गर्नुहोला भन्दै आजको यस भिडियोबाट बिदा हुन चाहन्छु। हस्त नमस्कार।